राजा फ्याँकेर के पाए यहाँ नागरिकले र जनताका छोराछोरीलाई राष्ट्रपति बनाएर के पाए ल मलाई एउटा चिज पाए भनेर देखाइदिनुहोस्। एउटा अलौकिक आनन्द पाए भन्छन् नि। उसले पायो तर राम पावलीले त झोला बोकेर हिँड्नु भयो। 6 महिनाको सुत्केरी जिउ लिएर आज चेलीबेटीहरू विदेश छिर्नु परिरहेको छ। 6 महिनाको सुत्केरी जिउ लिएर बाउ आमा बिमारी हुँदाखेरि तातो पानी तताएर दिने छोरा बुहारी छैन। आज युवा जति सबै बाहिर पठाउने, जुत्ता दोकान खोल्यो जुत्ता लाउने मान्छे विदेश चल्दैन। एउटा जुत्ता व्यापारीको जुत्ता जसरी बिक्दैन तिमीहरूको पनि एक दिन पैसा बिक्दैन भनेर भनेको आज पैसा त बिकेको छैन नि। दसैँमा तपाईँको तिहारमा दसैँमा बुढाबुढीहरूले थालमा टिको लिएर झमरा लिएर फोनमा फोनबाट टिको लगाएको पनि देख्नुभयो होइन। तिहारमा तपाईँको भाइटिकामा बारीका पाटाभरि मखमली र सयपत्री फुल्या छन्। त्यो फुल टिपेर माला लगाइदिने मान्छे पनि छैन, माला उन्दिने मान्छे पनि छैन, दुइटै छोरा पनि छैन छोरी पनि छैन। घर त नाङ्गो भयो नि त। एउटा घर नाङ्गो हुनु भनेको देश नाङ्गो हुनु। देश हाम्रो, पैसा हाम्रो। रेमिडेन्स कसको? मारवाडीको छोराले पठाएको छ बाहिर गएर।